बाटो हेर्नु कति राम्रो सलल छ है। युकेको M1 रोड जस्तै छ। र आज चाहिँ गैरीबान क्षेत्रपुर जाने क्रममा यो सानो क्लिप चाहिँ तपाईँहरूलाई सेयर गर्दैछु। सबैले लाइक कमेन्ट एन्ड सेयर गरिदिनु। थ्याङ्क यू, व्यवसाय गरेको छ। कोही दाङसिङ मोरिया सार्क्यु गैरीबान साबे गान्तोक वरिपरि सम्पूर्ण भ्रोदिसो समाजका मान्छेहरू देश विदेशबाट आएछ भने उहाँसँग चाहिँ अब जहाँ पनि जाने छ भने उहाँले गाउँको हिसाबले र नाथोको हिसाबले सुलुक रूपमा चाहिँ उहाँले चाहिँ तपाईँहरूलाई आफ्नो डेस्टिनेसनमा पुर्याउने काम गर्दछ भन्ने जानकारी दिँदैछु है। यही त हो हाम्रो आपसमा। अब उहाँले अब कुरा मिल्छ, आफ्नो मान्छे हो, त्यही कारणले कहीँ जानु छ भने उहाँसित सम्पर्क राख्नु। उहाँको मोबाइल नम्बर मैले पछि तपाईँहरूलाई सेयर गर्दैछु। र अब अहिले लेवाटे कुनाबाट नौराडा क्रम चढ्दैछ हामी। 3 नम्बरका गेयरमा मजाले चढ्दो रहेछ त र यो 4मै मजाले चढ्दो रहेछ। गाडी त यो इन्डियाको महिन्द्रा 2014 मोडलको भन्छ। यति राम्रो छ त्यो लाइन रोभर युकेको भन्दा पनि गजबको साउन्ड र पावर देख्यो मैले। र सबै देशहरू विकास भइरहेछ। अब आनन्द लिनुहोस् है नेपालमा आएर। होलिडेको मजा लिनुहोस्। अब नेपालको डाँडा काँडा सबैमा गाउँ गएछ। हिजो त्यो धितालतिर पनि छ्यापै कहाँ त न हो धिताल त्यो के भन्यो मदाङतिर नि राम्रो छ। त्यो धितालबाट नि धम्पुसतिर आउँदो रहेछ न। आउँछ यताबाट पनि जान्छ माथि हुँदै धम्पुस हुँदै यता याङजापुरबाट यता यो के भन्छ आसामतिर निक्लिन्छ। देश त अहिले यातायात त सबै ठाउँ गाउँमा पुगेको छ है। ल हेर्नुहोस् है 4 गियरमा छ भने आज नि 3मा छ। अब 4मा लगाइदियो। आज मौसम पनि चकाचक छ है। भर्खर घाम आउँदैछ, बादल क्लियर छ, हरियाली हेर्नु। रुखपातहरू नेपालको दायाँ बायाँ डाँडा मकै लागेको छन्। रमाइलो छ रमाइलो। यो स्प्रिङ सिजन चाहिँ साह्रै रमाइलो हुँदो रहेछ। पारी धम्पुस हेर्नुहोस् है। धम्पुस एबिसी ट्रेकिङ जाने बाटो धम्पुसबाट पनि छ। अरू यता बिरेठाटीबाट छ। ल म चाहिँ यो भिडियोलाई नि यहीँ नै चाहिँ स्टप गर्न चाहन्छु। धन्यवाद। शुभ दिन। सम्पूर्ण खुसी रहोस्। थ्याङ्क यू। बाइ बाइ।